सो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल सबैजना सन्चै हुन्छ होला म पनि बवाल छु धेरै पछि बोलेको अलिकति लाजै लाएर ल्याएको आज चाहिँ 14 फेब्रुअरी सो ह्यापी भ्यालेन्टाइन डे सबैजनालाई जब अब हामी आज चाहिँ घुम्न जान लाग्यो धेरै पछि हैन यसो ग्रीष्मा र म ओइ त्यहाँ what is that Little baby. सो हैन अब हामी चाहिँ अहिले यसो घुम्न जान लाग्यो यता माथि गोकर्णसम्म हैन जाँदैछौँ एकदमै जाम छ आज भोलि शिवरात्रि आज भ्यालेन्टाइन डे 1 घण्टाको जाममा बसेर हामी आउँदैछौँ सो त्यही गाइज आज चाहिँ मलाई धेरै भइसक्यो के अरे भ्लग नबनाएको लास्ट नै धेरै 1 वर्षै भयो क्या अब भन्छु मात्र पहिला नि भन्न चाहिँ त्यही भने हो तर त्यही पनि मैले हालिनँ पहिला नि होइन तर अब चाहिँ सकेसम्म म भ्लग गर्न ट्राई गर्नेछु होइन सो त्यही गाइज लास्टसम्म बस्दिनु होला रमाइलो नभने रमाइलो मानिदिनु होला सो डोन्ट फर्गेट टु लिभ अ लाइक ड्रप अ कमेन्ट एन्ड Cutie pie. Cutie potato. सफा गर्दै थियो त्यो मार्ट बिग मार्ट लाइफ सेभर जहाँ पनि हुन्छ हामी चाहिँ अलिक पैसा बचत गर्छौँ टाइम टाइममा बिग मार्ट इज के अब त्यहाँ गएर होटेलमा खानु ए एक झोला खानेकुरा बोकेर गयो भने आनन्द होइन मलाई आज मलाई भ्लग गर्न मन लागेको रिजन चाहिँ के भनौँ के हो हिजो भर्खर एउटा मेरो पुरानो भिडियोमा कमेन्ट आइरहेको होइन बाउको गाडी होला नि के आफ्नो गाडी भनेर ठुलो कुरा गर्छ घरमा गाडी बटेन भने जस्तो बाउको गाडी लिएर पुरा मुख छाडेर थियो एकजना फेक अझै मुख छाडिराख्नुहोस् न मलाई मन पर्यो अरू एक झोल भरि चाहिँ अरू रे अलिकति लाज लाग्दैन म चाहिँ डाइटमा छु फेरि म आज केही खाँदिनँ इनबाट जाऊ फेरि आउटबाट जाला Oh my god. त्यति चाहिँ म सो हामी चाहिँ पुग्यौँ So we are at गोकर्ण फरेस्ट रिसोर्ट जाने के हो ओपनिङ सुनको रहेछ आमामा खत्रै हुँदो रहेछ है पुरै जङ्गल एउटा पहाडै हो भन्ने सुनेको थिएँ मैले चाहिँ अलिक महँगो कर्नर माथि भन्दा गाडी देखाएन यार मैले तलको कता के भने सो गाइस हामी चाहिँ पुगिसक्यौँ कस्तो लागिरहेको छ त यहाँ त करोडको भाइ गाडी पाउने छैन है काहीँ पनि हामी चाहिँ जाँदैछौँ हेलो दाइ नमस्ते बोकिदिन्छ थ्याङ्क यू सो मच धन्यवाद दाइ सो हामी चाहिँ पुगिसक्यो गोकर्ण फरेस्ट रिजोर्ट हाउ डु फिल ब्युटिफुल ब्युटिफुल प्रपर्टी चाहिँ लास्ट बाउ छ लास्ट भइरहेको चिने कसरी इङ्ग्लिस बोल्नु भने पनि धेरै आउँदैन फेरि आउने र चिन्नु पनि गाह्रो पर्छ है सो यो चाहिँ इन्ट्रान्स भयो यस्तो अगाडि चाहिँ हुँदैछ सो दिस इज द इन्ट्रान्स कतिजनालाई उनीहरू सिमिलर लाग्छ मलाई चाहिँ सिमिलर लाग्छ सो गाइस हामी चाहिँ पुगिसक्यो गोकर्ण फरेस्ट रिसोर्ट होइन यो चाहिँ फर्स्ट टाइम सिइङ गल्फ कोर्स यस्तो हुँदो रहेछ है यहाँ डट रेस गर्न पाएँ कस्तो मजा आउँथ्यो है हेर न लास्टै ठुलो छ यो यहाँबाट त्यस्तो ठुलो देखाएन तर उहाँसम्म कस्तो क्यामेरा राम्रो क्या राम्रो नि ठाउँ चाहिँ एकदम बवाल छ अब खेल्नुपर्छ हामी एकछिनमा गल्फ आज कि त भोलि खेल्नु होला है हामी चाहिँ रुम रेडी भइरहेको छ अरे सो अहिलेलाई चाहिँ हामी यसो घुम्दैछौँ ठाउँ हेर्दैछौँ लेट्स गो चल्दिस् न म्याम हाम्रो रुम चाहिँ रेडी भइसक्यो छ दिस इज के अरे रुराली कस्तुरी हल कहाँ भयो कति 230 हुन्छ यहाँ हिँड्नु भाउ यता होला 229 230 यहीँ छ है So this is our room. So this is our room. कस्तो है एक्सपेक्टेड एज एक्सपेक्टेड अर ठिकै होइन थिएन आमामा कस्तो ठुलो सो गाइस दिस इज आवर रुम हामी चाहिँ रुममा पुगिसक्यो अब आवाजहरूले ठुलो गरौँ होला होइन यहाँ बाहिर यस्तो देख्दो रहेछ सो यही हो हाम्रो रुम चाहिँ वाङदिको छ कोठा चाहिँ यहाँ चाहिँ यस्तो छ यो सब हामी लिएर जान्छौँ सो दिस इज आवर टोइलेट
सो गाइज हामी चाहिँ अब रेडी भइसक्यौँ होइन सो वी आर गोइङ आउट फर अ डिनर अहिले चाहिँ दिन यतिकै बितिहाल्यो घुम्दा घुम्दै यताउति सुतियो पनि निन्द्रा लाग्यो होइन बाबा कस्तो देखिरहेछ कता देखिरहेछ सो हामी चाहिँ अब निस्किन्छौँ यहाँबाट होइन डिनर गर्न जान्छौँ तल प्याकेज हाम्रो चाहिँ प्याकेजमा डिनर पनि छ अनि एउटा खतरा कुरा हो कि मसँग चाहिँ हेर्नु न लाइट इन्भेस्टर भनिदिएको म त बोल्नै आएन यार त्यस्तै हो अब चाहिँ एप्स हामी जानु पऱ्यो सो अब तलतिर गएर बाटोमा भेटौँला लाइट अलिक डिनरको लागिसक्यो लास्टै धेरै मान्छे छ लाज आयो खाएँ होइन सो यसमा बेबी थ्याङ्क यू है यहाँ चाहिँ अलिकति मान्छेहरू अलिक धेरै छ अलिक लाज आइरहेको छ मलाई होइन Mr. Suraj Khimire. उसले मेरो नाम लेख्न चाहिँ बिर्सेछ सो लाइक मिस्टर सुरज घिमिरे ह्याप्पी भ्यालेन्टाइन्स डे सुरज मात्रै छ मेरो लागि म तिम्रो लागि हो नि त हुन त होइन यही निकालेर ल्याइदिइहाल्छ उसले चाहिँ यता यता हेर न यता पनि लाइटमा हेर लाइटमा उयो भयो आफूलाई चाहिने आफूलाई आफ्नो नाममा पाएको कुरा त माग्नु पऱ्यो नि त होइन विकेटमा चेयर्स यो चाहिँ कस्तो Happy Valentine's सो गाइज Day. हाम्रो कस्तो देखिरहेको ठिक छ राम्रो सो गाइज आजको हाम्रो डिनर पनि सक्यो सबै सक्यो सो वी ह्याड फन अघि न चाहिँ त्यो कुरा गर्न अलिकति यस्तो यस्तो के अरे यस्तो प्याक थियो कि कुरा गर्नलाई टाइमै छैन कि त्यहाँ होइन सो रमाइलो भयो इन्जोय आई लभ द्याट हामी चाहिँ धेरै पछि लाइक इट वाज अलमोस्ट 1 year यसरी आएको हामी दुईजना मात्रै I miss this. I really miss this. यसो नि हाल्यो नि अब बाल्यो होइन नि के यो लाइट एउटा चाहिँ मेरो चाहिँ फेरि हेर्नु है ओरेन्ज त्यो उबाला यो वाला के भयो भन्दाखेरि गरिबी लागेको छ गाइस फोनमा है के भन्नु स्टोरेज फुल म्यासेज अनि डिलिट गरिदिए यता यता जाउँ न एकछिन कहाँ यता यो बरन्डामा कस्तो बरन्डा वाउ यहाँ त के हो तर यो खतरा लाइट है लाइट चाहिँ बवाल पारे मलाई भ्यालेन्टाइन्स चाहिँ गिफ्ट हो गाइस उसले आफै युज गरिरहेको छ भ्लग्सको लागि अब चाहिँ साँच्चीमा भ्लग चाहिँ गर्नुपर्यो बनाउनु पर्छ अब ल कस्तो लु एकछिनको नाटकको लागि है यो जुत्ता बोकेर किन लाउनु कि यस्तो गाह्रो हुने मान्छे एकछिन राम्रो देख पुग्यो अनि लास्टमा जुत्ता बोकाएको थियो अर्कालाई यस्तो त अन्डरस्ट्यान्ड लो Valentine Day for the baby out. I'm 100% sure. यताबाट है 230 आज हस्दै थ्याङ्क यू तिम्रो चाहिँ यता आउँछ चाहिँ पुगिसक्यौँ सी यू गाइज गुड नाइट सो गुड मर्निङ भइसक्यो गाइज होइन इट्स अनदर डे एट गोकर्ण फरेस्ट रिजोर्ट हामी चाहिँ अहिले कहाँ जाला भयो त्यो चाहिँ क्रिकेट होला नि त्यसरी त
हामी चाहिँ आज गल्फ खेल्न आएको गल्फ प्र्याक्टिस गर्न लाग्यो होइन गल्फसँग खेला होइन कसरी के हो केही होइन सो अब एकछिन ट्राई गर्छौँ हामी यस्तो बवाल छ यहाँ ऱ्याम्प हेर बाइक उडाउनु चाहिँ मजा आउँथ्यो भनेर हिजो एउटा टिकटकमा हालेको बाहिर रातो रात के हो गल्फ कोर्स रहेछ हामीलाई चाहिँ थाहा थिएन गल्फ कोर्ट भन्थ्यौँ हामी चाहिँ सो त्यही पनि लास्ट डे रमाइलो छ है सो आज चाहिँ अब ब्रेकफास्ट गऱ्यो टन्न खायो हिजो राति पनि धेरै पछि खाएको 6 weeks अफ डाइट पछि आज केही खाएको लास्ट डे टन्न आमा कति ठुलो रहेछ अब है उस्तैसँग छ त बियरहरू चाहिँ हजुरको बेलुका पख 3 बजे पछाडि मात्र हुन्छ किनभने अहिले त मान्छे खेलाडीहरू मेन्टेन गर्ने सबै हुन्छ नि त हजुर डराउँछ 3 बजे पछाडि हामीले चाहिँ उता देखाएको थियो दाइ के भन्छ उता माथि नै पालेको वाला 2 बजे 3 बजे पछाडि हजुरको यो बिदा दिन बाहेक आयो भने जहिले पनि यसो कहिलेकाहीँ हामी चाहिँ बाँदर अट्याक भयो भने टेन्सन कस्तो डर लाग्छ केही नगर ल नगर है बाबा मलाई त डर लाग्छ क्या कस्तो हेर पुरै फ्यामिली रहेछ नि यिनीहरूको चाहिँ थोकेर है वाउ तिनीहरूले हाने बल लाग्ला भन्दै थियो ए ऊ त्यहाँ रहेछ त्यहाँबाट होला सर्ट हान्ने त्यहाँ बाँदरै हो पिकनिक आऊ नि त यहाँ सो गाइस गल्फ पनि खेलियो रमाइलो भयो कस्तो भयो मजा आयो एउटा बलै त्यतिर फ्यालेको थियो त्यहीँ रहेछ लिदिउँ क्या मजा आयो अब हामी एकछिन बस्छौँ चिल गर्छौँ देन वी विल गो टु स्विमिङ फर स्विमिङ आजकल इङ्ग्लिस मिलेन भने त कमेन्ट आउँदो रहेछ स्विमिङ गर्न जान्छौँ क्या अरे पौडी खेल्न डुब्की लाउन जाउने चाहिँ निस्क्यौँ अब रमाइलो भयो तिमीलाई पनि रमाइलो भयो होला तपाईँहरूलाई पनि रमाइलो भयो होला लास्टसम्म बसिदिनु भएकोमा धेरै धेरै धन्यवाद राम्रो भयो नि नभए नि राम्रो मानिदिनु होला लाइक गरिदिनु होला डोन्ट फर्गेट टु लिभ अ लाइक ड्रप अ कमेन्ट एन्ड सब्सक्राइब